साथीहरू, के एउटा मात्र बानीले तपाईको जीवन पुरै बदल्न सक्छ? यदि मैले तपाईलाई भने कि हरेक महान नेता, बिजनेस टाइकुन र सक्सेसफुल व्यक्तिहरूको एउटा गोप्य हतियार हुन्छ जसलाई उनीहरू हरेक दिन प्रयोग गर्छन्, के तपाईँ विश्वास गर्नुहुन्छ? एउटा यस्तो साधारण तर शक्तिशाली दिनचर्या जसले न केवल तपाईको दिमाग तेज बनाउँछ, बरु तपाईको प्रोडक्टिभिटी, क्रिएटिभिटी र जीवनको हरेक पक्षलाई पूरै रूपमा रूपान्तरण गर्न सक्छ। यो कुनै जादु होइन, यो वैज्ञानिक रूपमा प्रमाणित एउटा स्ट्र्याटेजी हो र यसको नाम हो द 5 AM क्लब। अब तपाईले सोच्नु भएको होला, बिहान 5 बजे उठेर त्यस्तो विशेष के हुन सक्छ? के साच्चीकै यसले मेरो जीवन परिवर्तन गर्न सक्छ? र सबैभन्दा ठूलो प्रश्न, के म पनि यसलाई अपनाउन सक्छु? म तपाईलाई कुनै मोटिभेसन वा भाषण सुनाउन यहाँ आएको होइन। मैले तपाईलाई आज एउटा यस्तो प्रणाली बताउन लागेको छु जसले तपाईभित्रको सबैभन्दा राम्रो संस्करण, बेस्ट भर्जन अफ योरसेल्फ बाहिर निकाल्छ। एउटा यस्तो तरिका जसबाट संसारका टप परफर्मर्स, बिलियनियर्स र लिडरहरूले आफ्नो दिनको सुरुवात गर्छन्। र यदि तपाईले यो बुझ्नुभयो भने सायद यो तपाईको जीवनको सबैभन्दा ठूलो ब्रेक थ्रु बन्न सक्छ। यदि तपाईले यो एउटा बानीलाई आफ्नो लाइफस्टाइलको हिस्सा बनाउनु भयो भने तपाईले पाउनुहुनेछ कि केवल केही हप्तामा तपाईको एनर्जी दोब्बर हुन्छ, तपाईको फोकस शार्प हुन्छ र तपाई ती कुराहरू हासिल गर्न सक्नुहुन्छ जो पहिले असम्भव लाग्थ्यो। यो कुनै थ्योरी होइन, यो व्यावहारिक रूपमा प्रमाणित एउटा प्रणाली हो जसलाई संसारका सबैभन्दा सक्सेसफुल मानिसहरूले पालना गर्छन्। त्यसो भए के तपाई यो जीवन परिवर्तनकारी यात्रामा हिँड्न तयार हुनुहुन्छ? के तपाई आफ्नो जीवनलाई एभरेजबाट एक्स्ट्रा अर्डिनरी बनाउन तयार हुनुहुन्छ? यदि त्यसो हो भने यो भिडियो पुरै हेर्नुहोस्, किनभने म तपाईलाई यहाँ ती गोप्य कुराहरू बताउन लागेको छु जसले तपाईको जीवनलाई पुरै बदल्न सक्छ। यो मात्र कुनै पुस्तक सारांश होइन, यो तपाईको वेक अप कल हो। साथीहरू, भिडियोमा अघि बढ्नु भन्दा पहिले तपाईहरुलाई सानो अनुरोध छ। यदि तपाई हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ वा अहिलेसम्म च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने कृपया हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला। हामी यो च्यानलमा यस्तै उपयोगी पुस्तकको सारांश सरल नेपाली भाषामा प्रस्तुत गर्ने गर्दछौँ। तपाईको एउटा सब्स्क्राइबले मलाई भविष्यमा अझ राम्रा भिडियोहरू बनाउन प्रेरित गर्नेछ। अब लागौं किताबतर्फ। एउटा नयाँ सुरुवातको शक्ति। के तपाईले कहिल्यै सोच्नु भएको छ कि संसारका सबैभन्दा सफल व्यक्तिहरूमा के कुरा खास हुन्छ? के उनीहरूसँग कुनै गोप्य शक्ति हुन्छ वा उनीहरू हामी भन्दा बढी प्रतिभाशाली हुन्छन्? सायद अलिकति होला पनि, तर वास्तविक फरक उनीहरूको बानीहरूमा हुन्छ। उनीहरू बिहान चाँडै उठ्छन्, जब सम्पूर्ण संसार सुतिरहेको हुन्छ उनीहरू आफ्नो जीवनलाई नयाँ दिशा दिनमा लागिरहेका हुन्छन्। यही नै एउटा साधारण मानिस र एउटा महान व्यक्तिबीचको फरक हो। तर प्रश्न यो हो कि के हामीले पनि यस्तै गर्न सक्छौं? कि एउटा साधारण मानिसले पनि आफ्नो जीवनलाई एक्स्ट्रा अर्डिनरी बनाउन सक्छ? यही त्यो प्रश्न हो जसको उत्तर यो कथामा लुकेको छ। यो कथा सुरु हुन्छ एउटा समस्याहरूमा उल्झिएको व्यक्तिबाट जसले आफ्नो जीवनमा दिशा नै हराएको छ। हरेक दिन त्यही भागदौड, त्यही तनाव, त्यही अन्जान बेचैनी। उसले लाग्थ्यो कि ऊ केही ठूलो गर्न चाहन्छ तर थाहा छैन कसरी। उसँग प्रतिभा पनि थियो तर सही बाटो थिएन। ऊ हरेक दिन सोच्थ्यो के म आफ्नो जीवनमा केही सार्थक, मिनिङफुल गर्न सक्छु? तर फेरि त्यही प्रोक्रास्टिनेसन, डिस्ट्र्याक्सन्स र सेल्फ डाउटले उसलाई जक्रन्न थाल्थ्यो। त्यसपछि एक दिन एउटा अनौठो भेटघाट हुन्छ। उसले एउटा यस्तो व्यक्तिलाई भेट्छ जो संसारको भिडभाड भन्दा छुट्टै एकदमै फरक थियो। उनका आँखामा एउटा अनौठो चमक थियो, एउटा अटुट विश्वास। उनी कोही साधारण मानिस थिएनन्, उनीसँग जीवनलाई बुझ्ने एउटा बिल्कुलै फरक दृष्टिकोण थियो। उनले एउटा साधारण तर जीवन बदल्ने प्रश्न सोधे, यदि मैले तिमीलाई एउटा यस्तो तरिका बताए जसले गर्दा तिम्रो जीवन पुरै बदल्न सक्छ भने के तिमी त्यसलाई अपनाउन तयार छौ? पहिले त उसलाई विश्वासै लागेन। उसले सोच्यो के साँच्चै नै यति सानो कुराले मेरो सम्पूर्ण जीवन बदल्न सक्छ? तर फेरि त्यो व्यक्तिले व्याख्या गर्यो कि बिहान 5 बजे उठ्नु भनेको केवल चाँडै उठ्नु होइन, यो एउटा नयाँ दृष्टिकोण हो, एउटा नयाँ सुरुवात हो। जब तपाईँ 5 बजे उठ्नुहुन्छ तपाईले संसारको कोलाहल भन्दा पहिले आफैलाई समय दिनुहुन्छ। उनले भने तिमी आफ्नो दिमाग स्पष्ट, क्लियर गर्न सक्छौ, आफ्नो लक्ष्यहरूमा फोकस गर्न सक्छौ र सबैभन्दा महत्त्वपूर्ण कुरा तिमी आफैलाई पहिलो स्थान दिन सक्छौ। अब आफ्नो जीवनको बारेमा केही क्षण सोच्नुहोस् त। हामी मध्ये कतिले बिहान उठ्ने बित्तिकै फोन चेक गर्छौं, सोशल मिडिया स्क्रोल गर्छौं वा सिधै कामको भागदौडमा लाग्छौं। के कहिले हामीले आफ्नो लागि समय निकाल्यौं? सायद कहिले निकालेनौं। र यही नै 5 AM क्लबको गोप्य कुरा हो। बिहानको पहिलो घण्टा केवल तपाईको लागि हुन्छ। कसैले डिस्टर्ब गर्ने छैन, कुनै नोटिफिकेसन छैन, कुनै डिस्ट्र्याक्सन छैन, केवल तपाईको दिमाग र तपाईको विकास। ती व्यक्तिले बताए कि संसारका सबैभन्दा ठूला नेताहरू, कलाकार, व्यावसायिक प्रतिभाहरू र एथलेटहरू सबैले यो गोप्य कुरा जान्दछन्। उनीहरू बिहान चाँडै उठ्छन् ताकि उनीहरूले त्यो समयको सबैभन्दा राम्रो उपयोग गर्न सकुन् जब सम्पूर्ण संसार सुतिरहेको हुन्छ। अब प्रश्न यो हो कि के हामीले पनि यस्तो गर्न सक्छौं वा हामी फेरि आफ्ना पुराना बानीहरूमै फसिरहनेछौं? उनले एउटा अन्तिम कुरा भने जुन उसको दिमागमा धेरै बेरसम्म
कानसम्म गुन्जिरहेको थियो। यदि तिमी एक्स्ट्राअर्डिनरी बन्न चाहन्छौ भने तिमीले त्यो काम गर्नुपर्छ जुन धेरै मानिसहरू गर्न तयार छैनन् र बिहान 5 बजे उठ्नु त्यसको पहिलो कदम हो। त्यसो भए अब छनौट तपाईको हातमा छ। के तपाईँ पनि यो जीवन परिवर्तिकारी यात्रामा जान तयार हुनुहुन्छ वा फेरि त्यही पुरानो जीवन, त्यही पुराना शिकायतहरू, त्यही अधुरा सपनाहरू? यदि तपाईँ आफ्नो डेस्टिनीको स्वामी बन्न चाहनुहुन्छ भने तपाईँ यो क्लबको सदस्य बन्नै पर्छ र यो मात्र एउटा सुरुवात हो। असली कथा त अहिले बाँकी छ। एउटा अनौठो तर जादुई यात्रा। के तपाईले कहिल्यै सोच्नु भएको छ कि एउटा सही निर्णयले तपाईको सम्पूर्ण जीवन बदल्न सक्छ? के तपाईले कहिले यस्तो महसुस गर्नुभएको छ कि तपाईँ भित्र केही ठूलो गर्ने इच्छा त छ, तर तपाईँ आफैले आफूलाई रोक्नुहुन्छ? हरेक दिन हामी आफ्नै बहानाहरूमा उल्झिन्छौँ। यार समय छैन, भोलिबाट सोड सुरु गर्छु, र हेर्दा हेर्दै हाम्रो सबैभन्दा ठूलो शक्ति समय हाम्रो हातबाट फुस्कन्छ। म तपाईलाई आज भन्छु, तपाईँ आफ्नो जीवनलाई नियन्त्रणमा लिन सक्नुहुन्छ। के हुन्छ यदि केवल एउटा परिवर्तनले तपाईलाई त्यहाँ पुर्याउन सक्छ जहाँ तपाईँ सधैँ पुग्न चाहनुहुन्थ्यो? एउटा व्यक्ति जो जीवनको भागदौडमा उल्झिएको थियो, जोसँग सबै कुरा थियो तर पनि केही अधुरो जस्तो लाग्थ्यो। हरेक दिन त्यही तनाव, त्यही काम, त्यही उल्झनहरू। उसलाई महसुस भइरहेको थियो कि उसको जीवन उसको हातबाट निस्किरहेको छ, तर ऊ केही गर्न पनि सकिरहेको थिएन। हरेक बिहान ऊ सोच्थ्यो कि केही बदल्नु पर्छ, तर हरेक रात ऊ आफैसित त्यही पुरानो बाचा गर्थ्यो, भोलिबाट सुरु गर्छु। संसारका सबैभन्दा ठूला नेताहरू, एथलिटहरू, कलाकारहरू र करोडपतिहरूको एउटा मात्र गोप्य बानी छ, उनीहरू बिहान चाँडै उठ्छन्। तर केवल चाँडै उठेर केही हुँदैन। असली खेल भनेको तपाईले बिहानको पहिलो घण्टा कसरी बिताउनुहुन्छ। के तपाईले कहिल्यै ख्याल गर्नु भएको छ कि जब बाँकी संसार सुतिरहेको हुन्छ त्यति बेला सबैभन्दा ठूलो जादु हुन्छ? 5 बजेको समय तपाईको लागि हो। नो डिस्ट्र्याक्सन, नो फोन कल, नो इमेल, केवल तपाईँ र तपाईको ग्रोथ। तर मलाई त निन्द्रा धेरै लाग्छ, म राति काम गर्छु, मसँग बिहान उठ्ने ऊर्जा हुँदैन। यही नै त समस्या हो। हामीले आफ्नो दिमागलाई एउटा निश्चित ढाँचा, फिक्स प्याटर्नमा राखिदिएका छौँ। तपाईले आफ्नो शरीरलाई पुनः रिप्रोग्राम गर्नुपर्छ, र जब तपाईले यो गर्नुहुन्छ तपाईले आफूमा एउटा नयाँ ऊर्जा, एउटा नयाँ फोकस, नयाँ शक्ति महसुस गर्नुहुन्छ। अब आफै सोच्नुहोस्, यदि तपाईसँग हरेक दिन एउटा अतिरिक्त सुनौलो घण्टा, एक्स्ट्रा गोल्डन आवर छ जसमा तपाईँ आफ्नो उत्तम स्वास्थ्य, उत्तम मानसिकता र उत्तम सिपहरूमा काम गर्न सक्नुहुन्छ, यस पश्चात पनि के तपाईको जीवन पहिले जस्तै रहला? बिल्कुल रहने छैन। त्यो रहस्यमय व्यक्तिले एउटा गोप्य नियम बतायो। आफ्नो बिहानको मालिक बन, ओन योर मर्निङ। आफ्नो जीवनलाई उचाइ दिनुहोस्, एलिभेट योर लाइफ। अर्थात् यदि तपाईले आफ्नो बिहानलाई मास्टर गर्नुभयो भने तपाईको सम्पूर्ण जीवन बदलिन्छ। अब प्रश्न यो थिएन कि 5 बजे उठ्नु गाह्रो छ कि छैन। प्रश्न यो थियो, के म आफूलाई आफ्ना बहानाहरूबाट मुक्त गर्न सक्छु? के म आफ्ना लक्ष्यहरूप्रति यति गम्भीर छु कि म एउटा साधारण तर शक्तिशाली बानी आफ्नो जीवनमा ल्याउन तयार छु? यो केवल बिहान चाँडै उठ्ने कुरा होइन, यो तपाईको दिमागलाई रिइन्जिनियर गर्ने कुरा हो। जब तपाईले यसो गर्नुहुन्छ तपाईलाई आफूमा यति नियन्त्रण हुन्छ कि संसारको कुनै शक्तिले पनि तपाईलाई तपाईको भाग्य, डेस्टिनीबाट टाढा लैजानै सक्दैन। त्यसो भए अब प्रश्न यो हो, के तपाईँ पनि आफ्नो जीवनलाई नियन्त्रणमा लिन तयार हुनुहुन्छ? के तपाईँ पनि त्यो साहसिक यात्रा, एडभेन्चरमा निस्कन चाहनुहुन्छ जसले तपाईलाई एउटा महान व्यक्ति, लेजेन्ड बनाउन सक्छ? वा फेरि तपाईँ त्यही पुराना बानीहरूमै फसिरहन मन पराउनुहुन्छ? छनौट तपाईको हो, तर याद राख्नुहोस्, महान व्यक्तिहरू बिहान सुत्दैनन्, उनीहरूले बिहानलाई मास्टर गर्छन्। बिहानको पहिलो घण्टा जसले तपाईको जीवन बदल्न सक्छ। साथीहरू, के 1 घण्टाले तपाईको सम्पूर्ण जीवन बदल्न सक्छ? के हुन्छ यदि मैले तपाईलाई भने कि केवल 60 मिनेटमा तपाईले आफ्नो दिमाग, शरीर र आत्मालाई यति शक्ति दिन सक्नुहुन्छ कि तपाईले सबै कुरा हासिल गर्न सक्नुहुन्छ जुन तपाईले सधैँ चाहनुहुन्थ्यो? सुन्दा अलि अनौठो लाग्छ हैन त? तर यही त्यो गोप्य कुरा हो जुन संसारका सबैभन्दा सफल व्यक्तिहरूलाई थाहा छ। र अब यो गोप्य कुरा तपाईले पनि थाहा पाउनुहुनेछ। यो कुनै जादुई चाल होइन, न त कुनै जटिल प्रणाली हो जुन बुझ्नको लागि तपाईँ वैज्ञानिक हुनुपर्छ। यो केवल एउटा साधारण तर शक्तिशाली दिनचर्या हो जसलाई हामी 20-20-20 को सूत्र भन्छौँ। यो सूत्र त्यो तरिका हो जसबाट तपाईले आफ्नो दिमागको शक्ति अनलक गर्न सक्नुहुन्छ, आफ्नो शरीरलाई ऊर्जाले भर्न सक्नुहुन्छ र आफ्नो फोकसलाई अर्को स्तरमा लैजान सक्नुहुन्छ। तर प्रश्न यो हो, यो 20-20-20 को सूत्र आखिर के हो? र यो भन्दा ठूलो प्रश्न, के यो साँच्चै त्यति शक्तिशाली छ कि तपाईको सम्पूर्ण जीवन रूपान्तरण गर्न सक्छ? यो कथा एउटा यस्तो व्यक्तिको थियो जो सधैँ सोच्थ्यो, म आफ्ना लक्ष्यहरू किन पूरा गर्न सक्दिन? उसँग विचारहरू थिए, सपनाहरू थिए, तर समस्या यो थियो कि ऊ आफ्नो दिनको सही सुरुवात नै गर्न सक्दैन थियो। हरेक बिहान उठ्न साथ सबैभन्दा पहिला ऊ फोन चेक गर्थ्यो, इमेलहरू पढ्थ्यो र केही घण्टापछि उसलाई महसुस हुन्थ्यो कि सारा दिन बस यसै गरी निस्किसक्यो। त्यसपछि एक दिन उसलाई यो सूत्रको बारेमा थाहा भयो। पहिले त उसलाई विश्वास लागेन कि केवल 60 मिनेटमा केही बदल्न सकिन्छ, तर
जब उसले यसलाई अपनायो उसको जीवनमा त्यस्ता परिवर्तनहरू आउन थाले जसका बारेमा उसले कहिले सोचेको पनि थिएन। तपाईको बिहान कस्तो हुन्छ त्यसले नै तपाईको जीवन कस्तो हुनेछ भनेर निर्धारण गर्छ। उसले यो सुनेर यहीँबाट उसको यात्रा सुरु भयो। पहिलो 20 मिनेट मुभ, शरीरलाई सक्रिय बनाउनुहोस्। बिहान 5 बजे उठ्न साथ सबैभन्दा पहिला आफ्नो शरीरलाई चलायमान बनाउनुहोस्, दौडनुहोस्, पसिना बगाउनुहोस्। जब तपाईँ बिहानको पहिलो 20 मिनेटमा व्यायाम गर्नुहुन्छ तपाईको कोर्टिजोल लेभल घट्छ र तपाईको दिमागले डोपामिन र सेरोटोनिन रिलिज गर्छ, जसले गर्दा तपाईँ ताजा, सकारात्मक र ऊर्जावान महसुस गर्नुहुन्छ। के तपाईले कहिले यस्तो महसुस गर्नुभएको छ कि बिहान उठेपछि तपाईको शरीर सुस्त हुन्छ, दिमाग बिस्तारै चल्छ? यो यसकारणले हुन्छ किनभने तपाईको शरीर सही तरिकाले जागिरहेको हुँदैन। तर जब तपाईँ व्यायाम गर्नुहुन्छ तपाईँ भित्रको सबै नकारात्मकता हट्न थाल्छ र तपाईले नयाँ जोशका साथ आफ्नो दिनको सुरुवात गर्नुहुन्छ। अब सोच्नुहोस्, यदि तपाईको दिन ऊर्जा र सकारात्मकताका साथ सुरु हुन्छ भने के तपाईको जीवन पहिलेको जस्तै रहन्छ? बिल्कुल रहने छैन। दोस्रो 20 मिनेट रिफ्लेक्ट, सोच्नुहोस्, शान्ति पाउनुहोस् र फोकस बढाउनुहोस्। पहिलो 20 मिनेटमा शरीरलाई सक्रिय बनाएपछि अब आफ्नो दिमागलाई शान्त बनाउने समय हो। यो खण्डमा तपाईले मेडिटेसन, जर्नलिङ वा आफ्ना लक्ष्यहरूमा फोकस गर्नुपर्छ। तपाईलाई थाहा छ संसारका सबैभन्दा क्रिएटिभ र सफल व्यक्तिहरूले आफ्नो दिमाग क्लियर गर्नको लागि हरेक दिन समय निकाल्छन्। उनीहरूले हरेक दिन आफैलाई सोध्छन्, आज म के कुराहरू राम्रो गर्न सक्छु, मेरो वास्तविक उद्देश्य के हो, म आफ्नो जीवनमा के सुधार ल्याउन चाहन्छु। जब तपाईले बिहानको यो 20 मिनेटलाई आफूसँग जोड्नुहुन्छ तपाईले आफ्नो भावनाहरू नियन्त्रण गर्न सिक्नुहुन्छ, फोकस बढाउनुहुन्छ र आफ्ना वास्तविक सपनाहरू बुझ्नुहुन्छ। अब सोच्नुहोस्, यदि तपाईले हरेक बिहान 10 मिनेट ध्यान गर्नुहुन्छ, 10 मिनेट आफ्ना लक्ष्यहरू लेख्नुहुन्छ र आफैलाई सोध्नुहुन्छ आजको दिनलाई कसरी उत्तम बनाउन सकिन्छ, के तपाईको जीवन पहिलेको जस्तै रहन्छ? होइन, तपाईँ पहिलेभन्दा बढी स्पष्ट, आत्मविश्वासी र केन्द्रित बन्नुहुन्छ। तेस्रो 20 मिनेट ग्रो, सिक्नुहोस्, बढ्नुहोस् र आफ्नो भित्र ज्ञान भर्नुहोस्। अब जब तपाईँ शारीरिक र मानसिक रूपमा तयार हुनुभयो अब सिक्ने समय हो। सफल व्यक्तिहरूले हरेक दिन केही नयाँ सिक्छन्, नयाँ पुस्तकहरू पढ्छन्, पडकास्ट सुन्छन्, सल्लाहकारहरूबाट सिक्छन्। तपाईसँग दुईटा विकल्प छन्, या त तपाईले सामाजिक सञ्जाल र न्युजहरूमा आफ्नो दिमाग खराब गर्नुहोस् या त्यो कुरा सिक्नुहोस् जसले तपाईलाई जीवनमा अगाडि बढ्न मद्दत गर्छ। हरेक दिन केवल 20 मिनेट एउटा राम्रो पुस्तक पढ्नमा, कुनै राम्रो वक्तालाई सुन्नमा वा कुनै नयाँ सिप सिक्नमा लगाउनुहोस्। तपाईले सोच्न पनि सक्नुहुन्न कि केही महिनामै नै तपाईँ कति अगाडि निस्कन सक्नुहुन्छ। अब सोच्नुहोस्, यदि हरेक दिन तपाईको शरीर ऊर्जाले भरिएको छ, तपाईको दिमाग शान्त र केन्द्रित छ र तपाईँ हरेक दिन केही नयाँ सिकिराख्नु भएको छ भने के तपाईको जीवन नबदलिएला? जिनियस बन्नको लागि आवश्यक 10 शक्तिशाली रणनीतिहरू। साथीहरू, तपाईले कहिल्यै सोच्नु भएको छ कि संसारका सबैभन्दा ठूला जिनियसहरूले कुन गोप्य सूत्रको पालना गर्छन्? के यस्तो कुनै तरिका छ जसद्वारा हामीले आफ्नो मानसिक क्षमतालाई बढाउन सक्छौं र आफ्नो जीवनमा त्यो उचाइहरू छुन सक्छौं जसको बारेमा हामीले केवल सपना मात्र देख्थ्यौं? हामी सबैले कुनै न कुनै समयमा आफूभित्र एउटा अद्भुत क्षमता महसुस गरेका हुन्छौं। त्यो फिलिङ जब हामी कुनै काममा यति तल्लीन हुन्छौं कि समय बितेको पत्ता नै लाग्दैन। जीवनको भागदौड, जिम्मेवारीहरू, डिस्ट्र्याक्सन्स र डरले हामी भित्रको त्यो जिनियसलाई दबाउँछ र हामी फेरि एउटा साधारण मानिस जस्तै आफ्ना सपनाहरूसँग सम्झौता गर्दै जिउन थाल्छौं। संसारका सबैभन्दा सफल व्यक्तिहरूले एउटा खास रणनीति पालना गर्छन् जसद्वारा उनीहरू आफ्नो जिनियस स्तरमा काम गर्न सक्छन्। हो, त्यस्ता 10 शक्तिशाली तरिकाहरू छन् जसले तपाईलाई केवल जागरुक मात्र होइन, असाधारण, एक्स्ट्रा अर्डिनरी बनाउन सक्छन् र तपाईको मानसिक, शारीरिक र भावनात्मक शक्तिलाई पनि धेरै गुणा बढाउन सक्छन्। अब प्रश्न यो हो कि तपाईँ आफूलाई आफ्नै पुरानो ढाँचाबाट बाहिर निकाल्न तयार हुनुहुन्छ? किनभने यी तरिकाहरू केवल सुन्ने र बुझ्नको लागि होइनन्, बरु यिनलाई आफ्नो जीवनमा लागू गर्नु नै असली खेल हो। सबैभन्दा पहिलो रणनीति 90-90 रुल। यसको मतलब हो पहिलो 90 दिनसम्म हरेक बिहानको पहिलो 90 मिनट केवल एउटा सबैभन्दा महत्त्वपूर्ण लक्ष्यमा काम गर्नुहोस्। कुनै सोशल मिडिया होइन, कुनै इमेल होइन, कुनै डिस्ट्र्याक्सन होइन, केवल तपाईँ र तपाईको लक्ष्य। र जब तपाईले यस्तो गर्न थाल्नुहुन्छ तपाईले महसुस गर्नुहुन्छ कि केवल 90 दिनमै त्यति काम गर्न सकिन्छ जति हामीले वर्षौंसम्ममा पनि गर्न सकेको हुँदैनौं। दोस्रो रणनीति 60-10 मेथड। यसमा तपाईले 60 मिनेटसम्म पूरा केन्द्रित ऊर्जाको साथ काम गर्नुपर्छ र त्यसपछि 10 मिनेटको विराम लिनुपर्छ। यो तरिकाले ती व्यक्तिहरूको प्रदर्शनलाई बढाउँछ जो घण्टौं काम गर्छन् तर नतिजा पाउँदैनन्। त्यसपछि अर्को गोप्य कुरा थियो द 5 डेली कन्सेप्ट्स, 5 दैनिक अवधारणाहरू। यी 5 वटा साना साना परिवर्तनहरू हुन् जसलाई यदि तपाईले हरेक दिन पालना गर्नुभयो भने तपाईको जीवन पहिले जस्तै रहने छैन। यसमा पर्छन् हरेक दिन केही सिक्नु, आफ्नो शरीरको हेरचाह गर्नु, दिमागलाई शान्त राख्नु, राम्रो संगतमा रहनु र हरेक दिन आफैलाई केही न केही चुनौती दिनु। तर असली शक्ति तब आउँछ जब तपाईले द सेकेन्ड विन्ड वर्कआउट अपनाउनुहुन्छ। दिनमा केवल एक पटक कसरत गर्नु पर्याप्त छैन। यदि तपाईले आफ्नो दिमाग र शरीरलाई महत्तम प्रयोगमा ल्याउन चाहनुहुन्छ भने तपाईले दिनमा
2 पटक मुभ गर्नुपर्छ, बिहान र साँझ। यसले तपाईको ऊर्जा स्तरलाई पुरै दिन उच्च बनाएर राख्छ। अब सोच्नुस्, यदि तपाईले हरेक दिन यी केही परिवर्तनहरू मात्र आफ्नो जीवनशैलीमा अपनाउन थाल्नु भयो भने के तपाईको जीवन पहिले जस्तै रहन्छ? के तपाई त्यही साधारण व्यक्ति बनिरहनुहुन्छ जो बिहान उठेर केवल दिन कटाउने प्रयास गर्छ, वा तपाई एउटा यस्तो वर्जन बन्नुहुन्छ जसलाई हेरेर तपाई आफैले गर्व महसुस गर्नुहुन्छ? ट्राफिक युनिभर्सिटी यसको मतलब हो, जब पनि तपाई कतै यात्रा गर्दै हुनुहुन्छ, गाडी चलाउँदै हुनुहुन्छ वा कसैलाई पर्खिरहेको हुनुहुन्छ, त्यो समय बर्बाद नगर्नुहोस्। त्यो बेला अडियो बुक सुन्नुहोस्, पडकास्ट सुन्नुहोस् वा केही यस्तो सिक्नुहोस् जसले तपाईको जीवनलाई स्तरोन्नत गर्न सक्छ। द 2 मसाज प्रोटोकल। सफल व्यक्तिहरू जान्छन् कि उनीहरूको शरीर नै उनीहरूको सबैभन्दा ठूलो सम्पत्ति हो। उनीहरू हप्तामा कम्तीमा 2 पटक डीप टिस्यु मसाज गराउँछन् ताकि उनीहरूको शरीरले डीप रेस्ट प्राप्त गर्न सकोस्, जसले प्रोडक्टिभिटीलाई बढाउँछ। द टाइट बबल अफ टोटल फोकस। यसको मतलब हो तपाईले आफ्नो वातावरणलाई पूर्ण रूपमा नियन्त्रण गर्नुहोस्। हरेक दिन केही घण्टा आफ्नो आसपासको इन्भाइरोमेन्ट यस्तो राख्नुहोस् जहाँ कुनै डिस्ट्र्याक्सन नहोस्। फोन बन्द, सोशल मिडियाबाट दूरी कायम गर्नुहोस् र केवल आफ्ना लक्ष्यहरूमा केन्द्रित हुनुहोस्। द ड्रिम टिम स्ट्र्याटेजी। एक्लै महान बन्न धेरै गाह्रो छ। यदि तपाई साँच्चीकै जिनियस बन्न चाहनुहुन्छ भने तपाईले आफ्नो वरिपरि यस्ता व्यक्तिहरू राख्नुपर्छ जसले तपाईलाई मोटिभेट गर्छन्, गाइड गर्छन् र तपाईलाई अर्को लेभलमा लैजानमा मद्दत गर्छन्। र अन्तिममा द 5 AM क्लब्स प्री स्लिप रिचुअल। राति सुत्नुभन्दा अघि तपाईले अर्को दिनको लागि पूर्ण तयारी गरिसक्नु पर्दछ। तपाईको दिनचर्या तब मात्र राम्रो हुन्छ जब तपाईले आफ्नो रातिलाई राम्रो बनाउनुहुन्छ। ट्विन साइकल्स अफ एलिट परफर्मेन्स। एउटा गोप्य कुरा जसले सफल व्यक्तिहरूलाई साधारण मानिसहरू भन्दा फरक बनाउँछ। साथीहरू, तपाईले कहिले सोच्नु भएको छ कि केही मानिसहरू किन असाधारण अर्थात् एक्स्ट्रा अर्डिनरी बन्छन् जबकि बाँकी धेरै मानिसहरू केवल औसत जीवन बिताउँछन्? यस्तो होइन कि उनीहरू धेरै प्रतिभाशाली हुन्छन् वा उनीहरूसँग कुनै जादुई शक्ति हुन्छ। वास्तविक फरक उनीहरूको रणनीतिमा हुन्छ। उनीहरूले आफ्नो ऊर्जा, आफ्नो दिमाग र आफ्नो समयलाई यस्तो प्रकारले व्यवस्थापित गर्छन् कि उनीहरूको प्रदर्शन सधैँ शीर्ष स्तरमा रहन्छ। र यो सबै सम्भव हुन्छ ट्विन साइकल्स अफ एलिट परफर्मेन्सको कारणले। यो सुन्दा जति साधारण लाग्छ उत्तिकै शक्तिशाली र गहिरो अवधारणा हो, र जसले यसलाई बुझ्छ उसले आफ्नो परफर्मेन्सलाई यस्तो उचाइमा लैजान्छ कि साधारण मानिसहरूले सोच्न पनि सक्दैनन्। तर के तपाईलाई थाहा छ कि धेरै मानिसहरू यो चक्रलाई कहिले बुझ्न सक्दैनन्? यही कारण हो कि उनीहरू एक सीमासम्म पुगेपछि त्यही ठहरिन्छन्, फस्छन् र बिस्तारै बिस्तारै थकान यानी बर्नआउटको शिकार हुन्छन्। यो कथा एउटा यस्तो व्यक्तिको थियो जसले आफ्नो जीवनमा धेरै मेहनत गर्यो तर पनि उसले त्यो परिणामहरू पाएनन् जसको उसले आशा थियो। ऊ हरेक दिन आफैलाई दबावमा राख्थ्यो, धेरै घण्टा काम गर्थ्यो, आफैलाई अझै बढी पुश गर्थ्यो। तर केही महिनापछि ऊ थाक्न थाल्यो, उसको फोकस कम हुन थाल्यो र उसको ऊर्जा बिस्तारै सकियो। उसलाई लाग्न थाल्यो कि ऊ जति मेहनत गरिरहेको छ त्यसको असर उल्टो भइरहेको छ। र त्यसपछि एक दिन उसलाई ट्विन साइकल्स अफ एलिट परफर्मेन्सको बारेमा थाहा भयो। पहिले त उसलाई विश्वास लागेन कि साँच्चै नै यस्तो कुनै तरिका छ जसलाई प्रयोग गरेर नथाकिकन र धेरै कार्यकुशलताको साथ काम गर्न सकिन्छ। तर जब उसले यसलाई अपनाउन थाल्यो उसको सम्पूर्ण जीवनै बदलियो। परफर्मेन्स कुनै दौड होइन, बरु एउटा रिथम हो। यो पंक्ति थियो जसले उसको सोचलाई नै बदलिदियो। उसले थाहा पायो कि यदि तपाईले लगातार बेस्ट परफर्मेन्स दिनुभएको छ भने केवल मेहनत गर्नु पर्याप्त छैन, तपाईले आफ्नो आराम र रिकभरीको पनि उत्तिकै ध्यान राख्नुपर्छ। र यही नै ट्विन साइकल्स अफ एलिट परफर्मेन्सको वास्तविक गोप्य कुरा हो। यसको पहिलो भाग हो द हाई एक्सिलेन्स साइकल, अर्थात् त्यो चरण जब तपाई पूर्ण ऊर्जाको साथ आफ्ना लक्ष्यहरूमा काम गर्नुहुन्छ, आफ्नो 100% दिनुहुन्छ र आफैलाई पूर्ण रूपमा झोकिदिनुहुन्छ। तर यसैको साथ आउँछ दोस्रो भाग, द डीप रिकभरी साइकल, जुन मेहनत गर्नु जत्तिकै महत्त्वपूर्ण छ। यदि तपाईले लगातार ब्रेक बिना नै काम गरिरहनु भयो भने तपाईको दिमाग र शरीर बिस्तारै थाक्न थाल्नेछ, क्रिएटिभिटी कम हुन थाल्नेछ र तपाई बर्नआउटको शिकार हुनुहुनेछ। अब सोच्नुस्, जब तपाई लगातार विदाउट ब्रेक काम गर्नुहुन्छ, एउटा बिन्दुपछि तपाईको परफर्मेन्स घट्न थाल्छ। तपाईको दिमाग त्यति तेज रहँदैन, साना साना कुराहरूले चिडाउन थाल्छन् र तपाई पहिले जतिको प्रोडक्टिभ पनि रहनुहुन्न। यो यसकारण हुन्छ कि किनभने तपाईले केवल हाई एक्सिलेन्स साइकललाई मात्र अपनाउनु भयो तर द डीप रिकभरी साइकललाई बेवास्ता गर्नुभयो। र यही कारण हो कि धेरै मानिसहरू गल्ती गर्छन्। जो मानिसहरू सफलताको शिखरमा हुन्छन् उनीहरूले यो गोप्य कुरा जानेका हुन्छन्। उनीहरू हरेक दिन केही घण्टाको लागि आफैलाई कामबाट डिस्कनेक्ट गर्छन्, कहिले ध्यानबाट, कहिले कसरतबाट, कहिले मौनमा बसेर, त कहिले कुनै यस्तो गतिविधिमा जुन उनीहरूलाई रमाइलो लाग्छ। जब 5 AM क्लबका सदस्यहरू आफ्नो जीवनको नायक बने, साथीहरू, तपाईले सोच्नु भएको छ कि तपाईको जीवनको कथा कसले लेखिरहेको छ? कि तपाईसँग आफ्नो जीवन तपाईको तरिकाले जिउने पूरा पावर छ वा तपाई केवल परिस्थितिहरूको कठपुतली बनेर रहनु भएको छ? के तपाई पनि ती मानिसहरू मध्ये हुनुहुन्छ जो हरेक दिन सोच्छन्, काश मेरो जीवन
जीवन अहिलेको भन्दा राम्रो भइदिएको भए, तर फेरि त्यही पुरानो दिनचर्या, त्यही पुराना बानीहरू, त्यही बहानाहरू र त्यही अधुरा सपनाहरू लिएर सुत्नुहुन्छ। यदि त्यसो हो भने तपाईले एउटा सत्य जान्नु आवश्यक छ। कसैले पनि तपाईको जीवन बदलिदिन सक्दैन। यदि तपाई आफैलाई बदल्न तयार हुनुहुन्न भने कोही अन्य आएर तपाईलाई बचाउने छैन। तर जब तपाईले यो बुझ्नुहुन्छ कि तपाई आफ्नो जीवनको नायक आफै बन्न सक्नुहुन्छ, सबै कुरा बदलिन थाल्छ। र यही पाठ उनीहरूले सिके जसले 5am क्लबको हिस्सा बन्ने निर्णय गरे। यो कथा ती मानिसहरूको हो जो कुनै समय साधारण थिए। उनीहरूसँग पनि त्यही डर थिए, त्यही समस्याहरू थिए, त्यही असफलताहरू थिए जुन कुनै पनि व्यक्तिको जीवनमा हुन्छन्। तर एउटा कुरा फरक थियो, उनीहरूले परिवर्तनलाई अपनाउने निर्णय गरे। उनीहरूले हरेक बिहान 5 बजे उठ्ने प्रतिज्ञा गरे। उनीहरूले हरेक दिन आफ्नो विकासमा काम गरे र बिस्तारै बिस्तारै उनीहरू आफ्नो जीवनका वास्तविक नायक बने। एउटा यस्तो व्यक्ति जो कुनै समय आफूलाई कमजोर ठान्थ्यो, जो सोच्थे कि ऊ आफ्नो जीवनमा केही विशेष गर्न सक्दैन, आज उसले आफ्ना सीमाहरू तोडेर एउटा नयाँ व्यक्ति बनिसकेको थियो। हरेक बिहान जब बाँकी संसार सुतिरहेको हुन्थ्यो, ऊ भने आफ्नै लागि काम गरिरहेको हुन्थ्यो। ऊ आफ्नो शक्ति बढाउँदै थियो, आफ्नो लक्ष्यहरू स्पष्ट गर्दै थियो, आफ्ना डरहरूमाथि विजय प्राप्त गर्दै थियो र बिस्तारै बिस्तारै उसले त्यो काम गर्यो जुन उसलाई कुनै बेला असम्भव लाग्थ्यो। अर्को व्यक्ति थियो जो सधैँ सोच्थ्यो मसँग प्रतिभा त छ, तर म आफ्ना सपनाहरू पूरा गर्न सकिरहेको छैन। उसलाई लाग्थ्यो कि उसको जीवनमा केही कमी छ, तर उसलाई थाहा थिएन के गर्ने। त्यसपछि जब ऊ 5am क्लबमा सामेल भयो, उसले महसुस गर्यो कि कमी अरू कुनै कुराको होइन, बरु डिसिप्लिन र निरन्तरताको थियो। उसले हरेक दिन आफैलाई अलिकति पुश गर्न सुरु गर्यो। उसले आफ्नो शारीरिक, मानसिक र भावनात्मक स्वास्थ्यमा काम गर्न सुरु गर्यो र केही महिनामै उसको जीवन पुरै बदलियो। यो कुनै जादु थिएन, यो केवल एउटा साधारण निर्णयको प्रभाव थियो। बिहान 5 बजे उठ्ने र आफैमा ध्यान केन्द्रित गर्ने। जब तपाईँ हरेक दिन केवल आफ्नो लागि 1 घण्टा निकाल्नुहुन्छ, तपाईले बिस्तारै आफ्नो शक्तिलाई चिन्न थाल्नुहुन्छ। तपाईका सीमाहरू हट्न थाल्छन्, तपाईँ भित्रको डर मेटिन थाल्छ र तपाईले महसुस गर्नुहुन्छ कि तपाईँ त्यही व्यक्ति हुनुहुन्छ जुन तपाईँ सधैँ बन्ने सपना देख्नुहुन्थ्यो। तर यहाँ प्रश्न उठ्छ कि तपाईँ पनि आफ्नो जीवनको नायक बन्न तयार हुनुहुन्छ, वा तपाईँ त्यही दिनचर्यामा फसेर बस्न चाहनुहुन्छ जहाँ हरेक दिन बस बित्छ तर केही बदलिँदैन। यो संसारमा 2 प्रकारका मानिसहरू छन्, एक जो परिस्थितिहरूको अनुसार आफ्नो जीवन बिताउँछन् र अर्का जो आफैले आफ्ना परिस्थितिहरू बनाउँछन्। 5am क्लबका सदस्यहरूले दोस्रो श्रेणी चुन्छन्। उनीहरूले निर्णय गरे कि उनीहरू आफूलाई डिस्ट्र्याक्सनबाट मुक्त गर्नेछन्, आफ्ना कमजोरीहरूमा काम गर्नेछन् र हरेक दिन आफ्नो उत्तम वर्जनतर्फ बढ्नेछन्। उनीहरूले बुझे कि नायक बन्नुको मतलब केवल सफलता प्राप्त गर्नु होइन। नायक त्यो हुन्छ जो आफूमा विश्वास गर्छ, जो आफ्नो मेहनतले, आफ्नो समर्पणले, आफ्नो निरन्तरताले आफैलाई यो संसारमा एउटा पहिचान दिलाउँछ। र यो तब मात्र सम्भव छ जब तपाईँ हरेक दिन बिहान उठेर आफ्ना लक्ष्यहरूको लागि काम गर्नुहुन्छ, बिना बहाना बनाएर, बिना रोकिएर। अब प्रश्न केवल एउटै छ, के तपाईँ पनि आफ्नो जीवनको नायक बन्न तयार हुनुहुन्छ? के तपाईँ पनि त्यो यात्रामा निस्कन तयार हुनुहुन्छ जहाँ तपाईँ आफैलाई हरेक दिन राम्रो बनाउन सक्नुहुन्छ? याद राख्नुहोस्, कोही पनि एकै रातमा महान बन्दैन, तर जो हरेक दिन आफ्नो उत्तम वर्जनमा काम गर्छ, उही एक दिन आफ्नो जीवनको नायक बन्छ। अब छनौट तपाईको छ, के तपाईँ पनि त्यो व्यक्ति बन्न चाहनुहुन्छ जसले आफैलाई हेरेर गर्व महसुस गर्छ? यदि हो भने बिहान 5 बजे उठ्नुहोस् र आफ्ना सपनाहरू साकार पार्ने यात्रामा निस्कनुहोस्। यो पुस्तकको वास्तविक सन्देश केवल बिहान चाँडै उठ्नुसम्म मात्र सीमित छैन। यसको वास्तविक अर्थ हो तपाईले आफ्नो जीवनलाई आफ्नो नियन्त्रणमा लिनुहोस्, आफ्ना डिस्ट्र्याक्सनबाट मुक्त हुनुहोस् र आफ्नो पूर्ण क्षमतासम्म पुग्नुहोस्। यो संसारमा ती मानिसहरू मात्र अगाडि बढ्छन् जो आफ्ना बहानाहरू भन्दा माथि उठेर काम गर्छन्। अब प्रश्न केवल एउटै छ, के तपाईँ आफ्नो जीवनका मास्टर बन्न तयार हुनुहुन्छ? यदि तपाईले यो पुस्तकका सिद्धान्तहरूलाई आफ्नो जीवनमा लागू गर्नुहुन्छ भने तपाईले बिस्तारै आफूमा त्यो परिवर्तन देख्नुहुनेछ जुन पहिले असम्भव लाग्थ्यो। तपाईँ धेरै प्रोडक्टिभ हुनुहुनेछ, धेरै ऊर्जावान महसुस गर्नुहुनेछ र सबैभन्दा महत्त्वपूर्ण कुरा, तपाईँ आफ्नो जीवनका नायक आफै बन्न सक्नुहुनेछ। साथीहरू, यहाँसम्म भिडियो हेर्नु भएकोमा तपाईलाई धेरै धेरै। यदि यो भिडियोमा प्रस्तुत पुस्तकको सारांश तपाईलाई मन पर्यो र तपाईले भविष्यमा यस्तै जीवन परिवर्तनकारी पुस्तकहरूको सारांश नेपालीमा सुन्न चाहनुहुन्छ भने कृपया यस च्यानललाई सब्स्क्राइब गर्नुहोला र घण्टी आइकन थिच्नुहोस् ताकि हाम्रो हरेक नयाँ भिडियोको नोटिफिकेसन सबैभन्दा पहिले तपाईलाई प्राप्त होस्। हाम्रो भेट हुनेछ फेरि अर्को यस्तै प्रेरणादायक पुस्तकको समरी भिडियोमा। तबसम्मको लागि बिदा दिनुहोस्। नमस्ते।